साथीहरू हामी भोगमारी परेको चाहिँ बेलौती खाइरहेको छौँ रुख नि त्यसै सब भोगमारी परेका छन् हस्सा खान्छ भक्का बेलौती बेलौती अम्बा भिडियो पनि कालो आइरहेको थियो मैले अस्ति बनाएको थिएँ नि फेसबुक स्टाटसमा बेलौती खोज्न हामी बारी हो काल्नातिर जान्छौँ काल्नातिर जान्छौँ ट्याक्कै आज त्यही गरी हामीले भैली पनि खेलिरहेको छ रमाइरहेको छ बेलौती खाइरहेको छ तपाईँहरूलाई अम्बा भनेर चिन्नुहुन्छ होला हामी त गाउँले बेलौती कस्तो छ मिठो टेस्टी भनिदिउँ न मिठो यो मिठो बेलौती यो स्याउभन्दा के छ कोही कम छ छैन जुम्लाको स्याउभन्दा पनि मिठो छ यस्तो बवाल म चाहिँ बोक्रा सधैँ फाल्ने मान्छे आज बोक्रा पनि खाएर आजको भैलीको कार्यक्रम के कस्तो छ होइन हामी कहाँ के गर्छौँ के खान्छौँ सबै देखाउँछु र तपाईँले यस्तो सात सपर हान्नुपर्छ अझ अलिअलि मोटा जस्तो महसुस भयो स्याहाँ भयो त किन टोलीहरू लागिरहेको छ भैलो अगाडि गइसकेको चाहिँ